सबै साथीहरूले नेपाल छोडे। म यहाँ नेपालमा के गर्दैछु त? हेलो एभ्रिवान, दिस इज योर कोच रामशरण। आजको ब्लगमा म नेपालमा बसेर के गरिरहेको छु त सबै कुरा सेयर गर्नेछु। यो हो द इसिए हेभेन, जसले मलाई नाम, दाम र इनाम मात्र होइन पहिचान दिएको छ। सयौंको संख्यामा अटिजम, फियरफोबिया, अटेन्सन डिसअर्डर, ल्याक अफ कन्फिडेन्सलाई ओभरकम गरी टेक्वान्डो, डान्स, जुम्बा, मुay थाई, किक बक्सिङको माध्यमबाट हिल गरी फिजिकल्ली र मेन्टली स्ट्रङ हुनलाई हेल्प गर्दै आइरहेको छु। उनीहरूको अचिभमेन्ट देखेर सधैँ रमाउने गर्दछु। लाखौं करोडौं रुपियाँ कमाउन नसके पनि हजारौं स्टुडेन्ट र अभिभावकहरूको माया र साथ पाएको छु। द इसिए हेभेन यो त जस्ट एउटा सुरुवात मात्र हो। हामीसँग पर्फर्मिङ आर्ट्सको लागि डिफ्रेन्ट हल, जहाँ डान्स, जुम्बा, भोकल क्लास र एक्टिङ हुन्छ भने मार्शल आर्ट हलमा टेक्वान्डो, किक बक्सिङ र मुay थाई हुन्छ। 12 वर्षसम्मको कोचिङ एक्सपिरियन्सले द इसिए हेभेनलाई जन्मायो। यदि तपाईँ पनि द इसिए हेभेनको पार्ट हुन चाहनुहुन्छ भने आउनुहोस्, सँगै सहयात्री बनी अघि बढौं।